फेरि बाटोमा अहिले फेरि बाटोमा सुतेर हुन्छ। खास के भएर हो? खास के टेन्सन पर्यो? केही टेन्सन छ र? केही तपाईँलाई समस्या छ र? भन्नु न, म त तपाईँको छोरा जस्तो हो के अरे। अनि यहाँ बाटोमा किन सुतेको त? किन सुतेको रोडमा? उठ्नु। अनि यहाँ पुरा यस्तो बाटो सुत्ने हो? अहिले लाग्यो भने यहाँ बाटोमा लाग्यो भने यहाँ देख्नु भएको छैन यत्रो? छिटो उठौँ, यहाँ सुत्ने होइन। अहिले यता रोडमा गएर अहिले ठोकिनलाई। मेरो नाम होइन क्या। तपाईँ यहाँबाट उठेर यता साइडतिर लाग्नु, यहाँ सुत्ने हो यहाँ बाटोमा। झ्याप भएर सुत्नु भएन नि त बाटोमा, त यता साइड लाग्नु न। तपाईँलाई लाग्ला भनेर भनेको। यता बरु यता जानु, यता सुत्न छ भने उत यता जानु त। के भन्नु हो? यता गएर सुत्नु क्या। यता उता जानु, उता खेततिर जानु। यतै यस्तो म त मान्छे हो नि त। तपाईँ पनि जानु उता कुनामा गएर सुत्ने। अनि यहाँ ठोकियो भने बाटोमा, यत्रो बाटोमा यहाँ ठोकियो भने यसरी त्यहाँ उताबाट गाडी आउँदाखेरि झ्याप भएको देखेर आएको क्या। म झ्याप भएको देखेर। बुझ्नुभयो? लागौँ अहिले यता नजाने है त बाटोतिर है। बुझ्नुभयो? बाटोतिर नजाने, घर जाने होइन। फेरि सुत्यो, फेरि उहाँ जाने हो क्या सुत्न। हेत्तेरी बाटोमा सुतेर अहिले लाग्यो भने यतै बाटो झ्याप भएर सुत्यो बाटोमा। जाने होइन र उता जाऊँ के? अलि यता साइडमा गएर सुत्तमा आउनुहोस्। पानबारी हो? ल उठ्नुहोस्, यहाँ सुत्ने कुरा हुँदैन। बाइकमै छोडिदिन्छु मैले, आउनुहोस्। साइकल म समातिदिन्छु, यहाँ राख्नु यता साइडमा। रक्सी खाएर अहिले बाटोमा ठोकियो भने काम गर्नुहुन्छ है? कहाँ काम गर्नुहुन्छ? तपाईँले काम कहाँ गर्नुहुन्छ? यहीँ रोडमा काम गर्नुहुन्छ? कहाँ? गाउँमा? के काम गर्नुहुन्छ? हजुर के काम गर्नुहुन्छ तपाईँले? के काम गर्नुहुन्छ? यतै फेरि बाटोमा अहिले फेरि बाटोमा सुतेर हुन्छ। खास के भएर हो? खास के टेन्सन पर्यो? केही टेन्सन छ र? केही तपाईँलाई समस्या छ र? भन्नु न, म त तपाईँको छोरा जस्तो हो के अरे। अनि यहाँ बाटोमा किन सुतेको त? टाइम पास। तपाईँ यता छेउमा गएर सुत्नु न त। रक्सी खानु पर्छ लागे मैले तपाईँलाई गाडीमा ठोकिनुहुन्छ भनेर मैले तपाईँलाई छेउमा सुत्न भनेको नि होइन र? अनि यति बाटोमा सुत्दिने। घरको नम्बर छ? घरको नम्बर दिनु न त, फोन गर्छु म। ल यहाँ सुत्ने होइन नि त, साइडमा जाऊँ न त। आउनुहोस् साइडमा, म राखिदिन्छु, म जान्छु। अनि त्यसपछि आउनु यहाँ साइडमा बस्ने क्या, साइडमा यहाँ नबस्ने क्या रोडमा है। तपाईँको लागि हो क्या दाइ, मैले मेरो लागि हो र? हजुर कहाँ जाने म तपाईँलाई छोडेर? यहाँ बाटो सुत्दिने अनि छोडेर जाने? बाटोमा नसुत्नु कि यता छेउमा गएर सुत्नु? बाटो बनिरहेछ, साँगुरो छ बाटो। यस्तो देख्नु भएको छैन तपाईँले? गाडीहरू यहाँ पेलेर आइरहेछ, छेउमा ठाउँ छैन राम्रोसँग। ठोकिनु भयो भने लाग्यो भने तपाईँको घर परिवारलाई के हुन्छ? के बित्छ? सोध्नु पर्यो नि, सोच्नु परेन? कोही छैनन्? अनि एक्लै हो तपाईँ? त्यो भन्नु न त, एक्लै हो भने दुःख लाग्यो। आउनुहोस्, मैले त तपाईँलाई हेल्प गर्न खोजेको के अरे। तपाईँलाई हेल्प गर्न खोजेको क्या दाइ मैले। हजुर
तपाईँ त मेरो दाइ जस्तो हो नि त, बा जस्तो, अङ्कल जस्तो, सबै आफ्नो जस्तो मान्छे। मैले त्यो बाटोमा देखेर मैले तपाईँलाई छेउमा गएर सुत्नुको भनेको त दाइ। तपाईँलाई मैले नराम्रो भनेको हो र? घरमा कोही छैनन्? काम गर्नुहुन्छ? के काम गर्नुहुन्छ नि दाइ? यही बाटोमा काम गर्नुहुन्छ? अनि काम गरे पनि घर त छ नि बस्ने? घर छ, अनि घर जाने, वहीँ खाने, वहीँ खाने नि त। काम गरेर वहीँ गएर खाए हुँदैन? घरमा जाने मस्तले खाने, कोही नभए नि के भयो त? आफू त छ नि, आफ्नो जिन्दगी पाल्न त सकिन्छ नि। ए बाबु हजुर, म कसरी तपाईँलाई छोडेर जाम यो बाटोमा भन्नुहोस् त? ल ल ल, यता जाने, यता यता उहाँ गएर बस्ने। तपाईँ चलाउनु सक्नुहुन्न नि? आउनु, उहाँ लगेर राखिदिन्छु, आउनुहोस् यहाँ। अनि यस्तो झ्याप भएर अनि आउनुहोस्। तपाईँलाई तपाईँको साइकल म ल्याइदिन्छु क्या। आउनु, यहाँ बसौँ, लाउनुहोस्। ल हिँड्नु, नानीहरू हो भने छोडिदिनुहोस्। अब उहाँ जाऊँ, उहाँ गएर बस्ने, लाउनु। ल हिँड्नु, ल आउनु, हिँड्नु, उतै हिँड्नुहोस्। म छु के? किन हो र यस्तो गर्ने? डराउनु दिनु भएन नि त। यहाँ लगेर होइन, तपाईँलाई सुत्नै छ, यहीँ सुत्नुहोस्। यहाँ केही हुँदैन, यहाँ एकैछिन सुत्नुहोस्। म साइकल लिइदिन्छु के? म साइकल लिइदिन्छु भनिरहेको छु झन्। अहिले यहीँ बस्नु, केही हुँदैन। हल्ला गर्ने होइन फेरि। हजुर, हल्ला गर्ने होइन है, हल्ला नगर्नु होला। एकछिन बस्नु, यहाँ बस्न दिन्छ नि तपाईँलाई। फेरि यहाँ ढुङ्गामा होइन क्या, ढुङ्गामा होइन बुढो, यहाँ सिट, यहाँ घाँसमा रक्सी खानलाई चाहिँ हुने। अनि यहाँ रक्सी खाएर झ्याप भएर ढुङ्गामा सुतेर हुन्छ? यहाँ बस्नुहोस्। ल साइकल लिइदिन्छु, आनन्दले सुत्नुहोस्। यहाँ केही हुन्न, एकछिन बस्नु चुप्प लगाएर। त्यहाँ जाने होइन, रोडमा जाने होइन फेरि। म तपाईँको साइकल लिइदिन्छु यहीँ है, एकछिन रोक्नु। तपाईँको साइकल ल्याइदिएछु है, यहीँ राख्दैछु, यहीँ राख्दैछु। दाइ, मैले तपाईँको साइकल यहीँ छ, यहीँ राख्दैछु। सुत्नु होला एकैछिन, यहाँ रेस्ट गर्नु। अनि अलिकति झ्यापले छोडेपछि घर जानु होला है, बाटोमा नजाने है। पानबारी हो नि घर? ओहो, खुसी लाग्यो। ल देखेर गीत गाउन आउँछ? आउँदैन? लगाउनु त एउटा। भन्नु त, गीत गाउनु न। रक्सी खाएको कारणले गर्दाखेरि साइकल चढ्न नसक्ने अवस्थामा अब सिधै गएर अब गाडी चढेर जाने। अब भोलि साइकल लिन आउने है यो ठाउँमा। कुन ठाउँमा छ साइकल थाहा छ? एकछिन यस्तो गरे हेर्न, एकछिन उहाँ गाडी आइरहेछ, झ्याप भएर हुन्छ। मैले एकछिन गाडी आएछ क्या बुढो? जाने त हो के रे? कहाँ जाने हो र? घरै जाने हो? के को हतार गरेको र घरमा? वहीँ गएर रक्सी खाने काममा लाएर। रक्सी जलाउनुहोस् त। अब हेरौँ तपाईँलाई। अब म गाडी नचढाएसम्म जान दिन्न। के अरे? अनि यहाँ तपाईँ सुतेको कहाँ हो थाहा छ? यहाँ हो, यहाँ। किन सुत्नु भयो त? रक्सी खाएर एकदम लागेको थियो। कहाँ खाएर आएको रक्सी? कति बोतल खाएको? 3 बोतल खाएको। 3 बोतल धान्छ यो जिउले? यो जिउले 3 बोतल धान्छ बाबु? हजुर, रोक्नु, म गाडी आएपछि तपाईँलाई पठाइदिन्छु। एकछिन उताबाट गाडी आइरह क्या। अब आउँछ भाटो बुटो ठोक्यो भने के हुन्छ? एकछिन रोकिनुहोस्, गाडी आउँछ, म चढाइदिन्छु है। नातिनुहोस्। हजुर, म चढाइदिन्छु है, ढुक्क रहनु होला। पानबारी हो नि घर? सालजन्डी हो नि घर? ल राम्रोसँग जानु होला। म त गाडीलाई पनि भनिदिन्छु सालजन्डीमा छोड्दिनँ भनेर। काम चाहिँ कहाँ गर्नुहुन्छ? काम यहीँ हो, रोडमा हो? केमा? यो त साइकल हो।
बाबु हजुर रोक्नु गाडी आउँछ त्यो गाडीमा चढ्ने अनि स्वाट जाने अब है उहाँ गाडी आउँदैछ म रोकाइदिन्छु एकछिन नहल्ले बुढो एकछिन ए हाम्रो बुवालाई छोडिदिउँ त एकछिन रोको त सालजन्डी है सालजन्डीसँग छोडिदिनु होला है छोडिदिनु ए कुनामा कति जहाँ पनि राखिदिनु न किन र यस्तो गर्ने अहिले लाग्छ यहाँ लाग्छ अहिले तपाईँको पनि लाग्छ हेर्नु त बिचरा यस्तो बुढो रक्सी खायो भनेर हेपेको यस्तो त छ नेपालको हालत रोक्नु अर्कोमा जाने है हो देख्नु भयो नि बुढा यो तपाईँलाई हेला किन गरे हन् यही रक्सी खाएर यो हरकतले गर्दाखेरि गाडीमा नचढाएको के भन्ने भाइ रोकिनुहोस् भाइ हजुर म्यानेज गर्नु भाइ मैले तपाईँलाई राम्रो गर्न खोजेको किन नेपाल नाम कमाउनु पर्छ के अब अर्कोमा चढाइदिन्छु यसमा होइन अर्कोमा रक्सी खायो भने नलिएर गएको छ्या बेइज्जत भएन बेइज्जत भयो कि भएन बेइज्जत भयो यस्तो अनि 3 बोतल खाएर यस्तो हल्लिएर अनि धानिनै नसक्ने भएपछि अनि हुन्छ अनि यो पाराले हुन्छ खिच्नै पर्छ घरकोले छोड्छ तपाईँलाई यहाँबाट एउटा गाडी आएन म नेपाललाई मलाई लाग्छ तर अरू के छ त हालखबर अलि छोडेन जापले अलि छोड्दैछ हो कस खाएको कि लोकल खाएको नि लोकल हो के लोकल खाने हो झोलामा अझै छ बुढा यस्तो के हेल्प गर्ने यार देख मल कसरी जाने यस्तरी कसले चढाउँछ तपाईँलाई यस्तरी कसले चढाउँछ मलाई यो भन्नु भर्खर देख्नु भयो नि त्यसले कहाँ चढायो तपाईँलाई चढायो किन चढाएन अरे दिलैमा दमकल बोलाइदिने आगो कहाँ लाउने दिलमा दमकल बोलाउनलाई रमाइलो छ के रे अब म एउटा गाडी आउँछ अनि छोडिदिन्छु तपाईँलाई है एउटा गाडी आउँछ तपाईँ हल्ला नगर्नु है तपाईँ हल्ला गऱ्यो भने फेरि गाडीले तपाईँलाई लिएर जान्न यो कुरा बुझ्नुहोस् तपाईँ चुपचाप बस्नु होला एकदम सोझो मान्छे जस्तो गरेर बस्नु त सोझो मुख सोझो बनाउनु त अलिक सोझो बनाउनु त हो सोझो चुप्प लाएर बस्ने खै चुप्प लाएर बस्नु नहल्लिकन बस्नु त चुप्प लाएर हो अब गाडी आउँछ अनि त्यसपछि लिएर जाने तपाईँलाई स्कुल बस लिएर लैजान्न धन्दै स्कुल बस त के बस भने छुट्याउने रहेछन् बुढाले रक्सी खाएको यस्तै हो रक्सी खाएपछि यस्तै हो पारा हैन यस्तै हो पारा ए के हो र जङ्गिने त्यसै ढाल्ला चाहिँ गर्ने या बुढो रागै ढाल्छ क्या हो हजुर म त रामजी र सिरो खन्चा गाएको मिस्टर पिटे टाके हो बुझ्नु भएन बुझ्नु भएन थर त्यही हो के भने त भर्खरै भनेन र मैले तपाईँलाई थर भनेन र यो टोपी त खतरा छ त कहाँ पाउनु भयो कम्पनीले दिएको अनि यस्तो बुढो राम्रो काम गर्ने क्या अब यस्तो रक्सी खाएर साँझ नहिँड्ने यहाँ है बाटोमा है म काम त गरिरहेको छु हो थुक त बहुत आइरह त किन पानी बुढोलाई पानीले हाने यस्तो हो गाडी आउँछ कसरी जान्छौ बुढो तिमी बाटोमा कसरी चढ्छौ बुढा तिमी गाडी खै मैले त तिमीलाई लिएर जाला जस्तो मानेन गाडी आउँदैन कसरी लिएर जान्छ कुन घरमा साइकल छ
भोलि यो ठाउँमा आउन सकिन्छ ड्युटी यहीँ हो अब कति बजे खाएको र आज रक्सी कति बजे खाएको आज 5 बजे खाएको बिहानको बुढालाई यता हेर त खै त्यो 5 बजे रक्सी खाने मुख हेरौँ त 5 बजे हगेर खाएको कि पहिले खाएको ए पहिले रक्सी खाएर हग्नु जाने बल्ल हो त्यही हो मैले बुझेँ हजुर के फेल भयो के फेल के पास भयो ए भाइ म पनि यहाँ बसेर हेर्छु कि तिमीलाई कुन गाडीले लिएर जाँदो रहेछ खै तिम्रो हेरौँ त यो अनुहार हेरौँ त कुन गाडी लिएर जाँदो रहेछ यो अनुहार यो लिएर जाने नाम के हो नाम अनुहार हो ए अनुहार हो ए बुढो अलि यता बस त अलि पछाडि बस त हो यता हेरौँ त कहाँ जानलाई बाटो कुरेको सालझन्डी ए सालझन्डीको भाडा 20 रुपियाँ यहाँबाट ए छ नि पैसा ए भयो बुढो नदेखाऊ पैसा छ भने राख खै तिम्रो गाडी आउला जस्तो लागेन मलाई भर लागेन फेरि गएर उता सुत्ने होला म जाने बित्तिकै फेरि त्यहाँ गएर सुत्ने होला हो म तपाईँलाई गाडी चढाएर जान्छु कि है दाइ खै यस्तो हानौँ न त गाडी आएको छैन यही बेला एउटा दामी गीत सुनाइदिनु न त ल अलि यता ल एउटा गीत गाउनु जुन गीत गाए नि हुन्छ एउटा गीत के एकचोटि मेरो लागि के त एउटा गीत गाइदिनु न एकचोटि ल छिटो एउटा म तपाईँलाई सहयोग गर्न आएको यहाँ अनि एउटा गीत गाउनु पर्यो नि त मलाई नि अनि मैले भन्नु न हुँदैन गाडी आउँछ अनि बल्ल जाने हो गाडी आउँछ अनि बल्ल जाने हो मैले त छोड्दिन्न यतिकै फेरि गएर त्यो बाटोमा गएर फेरि सुतमला भने होला नि बुढा मैले तपाईँको चालामाला थाहा छैन र तपाईँको बानी व्यवहार मलाई थाहा छैन र भर्खर थाहा पाएको क्या फेरि हजुर म तपाईँलाई छोड्नै मन लागेन कि यहाँ यतिकै किन तपाईँ यहाँ गाडीमा ठोकिनु होला राम्रोसँग क्रस गर्न नसक्नु होला गाडीमा चढ्न नसक्नु होला भनेर तपाईँको यो पारा देखेर कि जुन छ नि यस्तो हल्लिनु भएको नि 10 गर्नुन्जेलसम्म नहल्लिकन बस्न सक्न पर्यो अनि म छोडेर जान्छु यहाँबाट हुन्छ मैले 10 गर्दाखेरि तपाईँ हल्लिनु भएन फिटिक्कै यो हुन्छ अनि म जान्छु दाइ साइकलमा सक्नुहुन्न कि यस्तो झ्यापमा कहाँ साइकलमा जान सकिन्छ यार के अरे के भएर अनि हो त्यत्रो थाहा रहेछ त बुढो अनि रक्सी खाएर अनि हिँड्ने हो त अनि
त्यत्रो थाहा हुँदा हुँदा अनि यस्तोहरू किन हिँडेको त अहिले घरको बसेर खाने नि त टन्न घरको छेउमा बसेर खाने नजिकै खाने घर जान सजिलो भओस् गाडी आछ है अब यो कार हो कारमा त तपाईँलाई लगेको लयो कहाँ लैजान्छ लज सोझो साझो भएर राम्रोसँग बस्दा त लिएर जानु न अब तपाईँको यो पारामा लिएर जान्छन् तपाईँलाई 3 बोतल खाएर कारमा हालेर लिएर जाने यस्तो छ खानु भएन नि त दाइ रक्सी खानु भएन यसरी खान त खाने हो ठिक्क मिलाएर खानु पर्छ नि त होइन र यसले रोक्दैन ए बुढो यस्तो तिमीलाई कसैले छोड्दैन यस्तो हल्ला गर्यो भने अनि यस्तो हल्ला गरेपछि लिएर जान्छ झ्यापमा देखेपछि 2टा गाडी मिस खाइसक्यो 2टा गाडी 2टा गाडी मिस खाइसक्यो 2टा अलि यता हो अब यहाँ चुप्प लाएर बस्छ त म रोक्छु यही रोक चुप्प लाएर बस्छ अब हल्ला नगर है चुप्प लाएर बस है मैले बिरामी छ भन्छु है बिरामी छ भन्छु नहाँस्नु फेरि बिरामी छ भन्छु पछाडि माइक्रो आउँदैछ रोकमला माइक्रोलाई हाँस्ने होइन है म बिरामी छ भनेर तपाईँलाई चढाएर घर पठाइदिन्छु चुप्प लाएर बस्नु यो फेरि यस्तो हाँस्ने होइन क्या यता यार एकछिन नहाँस्नु त अब आयो गाडी आछ है चुप्प लाएर बस्नु है म रोकाउँछु के एकछिन नहाँस है एकछिन ए दाइ हाम्रो बुवालाई छोडिदिनु त बिरामी हुनुभयो क्या सालजन्डीसम्म पैसा दिन्छन् है नाच्दिनु होला छोडिदिनु त बुवा राम्रोसँग जानु है ल छोडिदिनु सालजन्डी है सालजन्डी छोडिदिनु होला ओहो फाइनल्ली साथीहरू होइन एकजना रक्सी खाएको बिचरा अब बुवा जस्तो मान्छे होइन बाटोमा लडीबडी खेल्दै हुनुहुन्थ्यो 2टा गाडीले त रिफ्युज नै गर्थ्यो होइन अनि लास्टको गाडीले चाहिँ धन्द मान्यो कसरी मान्यो भन्दाखेरि अब त्यही त हो नि अब साँचो कुरा बतायो भने यो नेपालमा पत्दैन रहेछ त्यही भएर चाहिँ झुटै कुरा बोलेर भए पनि नेपालमा चाहिँ चल्नुपर्छ जस्तो लाग्यो साथीहरू साँचो कुरा चाहिँ पत्दैन है यो ठाउँलाई चाहिँ नेपाललाई जति सक्नुहुन्छ झुटै कुरा बोल्नु पर्दो रहेछ जस्तो लाग्यो एनिवेज घर पुऱ्याइदिए खुसी लाग्यो त्यति नै